लागि आजको दिन। आज मिति 2082 माघ 18 गते आइतबार, माघ शुक्ल पछिको पूर्णिमा तिथि, पूर्णिमा व्रत, श्री स्वस्तानी समाप्ति, माघ स्नान समाप्ति, माघ यात्रा झापा किचकवन मेला। अब सुरु गरौँ सिआनटी प्रेसका लागि ज्योतिष पण्डित सुदीप नेपालले तयार पार्नु भएको आजको राशिफल। सर्वप्रथम मेष राशि। मेष राशि हुनेहरूका लागि आजको दिन मध्यम समय रहेको छ। काम गर्ने उत्साह बढ्नेछ। सोचे जस्तो लाभ नहुनाले खिन्नता हुनेछ। मनोरञ्जनका कार्यमा सहभागी हुने अवसर मिल्नेछ। वृष राशि। वृष राशि हुनेहरूका लागि आजको दिन आलस्यताले सताउनेछ। सोचेका कार्यमा सकारात्मक नतिजा देखिनेछ। पारिवारिक झमेला आइपर्नेछन्। मित्रहरूसँगको भेटघाटले मन प्रसन्न रहनेछ। स्टुडेन्ट भिजामा युके, अस्ट्रेलिया, डेनमार्क, युएसए, क्यानाडा, फिनल्यान्ड, युरोप र जापान जान चाहनेहरूका लागि तुलसीपुरमै भरपर्दो र विश्वासिलो कन्सल्टेन्सी। मिथुन राशि। मिथुन राशि हुनेहरूका लागि आजको दिन प्रिय व्यक्तिसँग रमाइलो कुराकानी हुनाले मन प्रसन्न रहनेछ। व्यवसायमा मन्दी रहनेछ। धन खर्च बढ्नेछ। वाद विवाद हुन सक्छ। कर्कट राशि। कर्कट राशि हुनेहरूका लागि आजको दिन आफन्तबाट धोका हुने समय छ। पारिवारिक चिन्ता बढ्नेछ। स्वास्थ्यमा समस्या देखिन सक्छ। आर्थिक कारोबारमा विचार पुर्याउनु पर्नेछ। सिंह राशि। सिंह राशि हुनेहरूका लागि आजको दिन प्रेम सम्बन्ध सुमधुर रहनेछ। यात्राको योग रहेको छ। सहकार्यबाट सफलता मिल्नेछ। आकस्मिक धन लाभ हुनेछ। मित्रबाट सहयोग मिल्नेछ। कन्या राशि। कन्या राशि हुनेहरूका लागि आजको दिन धन हानि हुने समय छ। चोट लाग्न सक्छ। सवारी साधन चलाउँदा ध्यान दिनुपर्नेछ। वाद विवाद हुन सक्छ। झन्झटिला कार्यमा अल्झिनु पर्नेछ। तुला राशि। तुला राशि हुनेहरूका लागि आजको दिन सोचेका कार्यले पूर्णता पाउनेछन्। आकस्मिक धन लाभ हुने समय छ। रोकिएको धन प्राप्त हुने समय छ। मित्रहरूबाट सहयोग मिल्नेछ। वृश्चिक राशि। वृश्चिक राशि हुनेहरूका लागि आजको दिन राजकीय सेवारतहरूको लागि राम्रो समय छ। उच्च पदस्थ व्यक्तिबाट सहयोग मिल्नेछ। काम गर्ने उत्साह बढ्नेछ। धनु राशि। धनु राशि हुनेहरूका लागि आजको दिन मेहनतको फल प्राप्त हुने समय छ। बौद्धिक क्षमता बढ्नेछ। सामाजिक दायित्व बढ्नेछ। आकस्मिक धन लाभ हुनेछ। मकर राशि। मकर राशि हुनेहरूका लागि आजको दिन बोलीलाई संयम गर्नुपर्नेछ। बोलीको कारण आफन्त टाढिने समय छ। आलस्यताले सताउनेछ। खानपानमा ध्यान दिनुपर्नेछ। कुम्भ राशि। कुम्भ राशि हुनेहरूका लागि आजको दिन मान प्रतिष्ठा बढ्नेछ। सामाजिक कार्यमा मन लाग्नेछ। पारिवारिक भेटघाटले मन प्रसन्न रहनेछ। मनोरम यात्रा हुन सक्ने समय छ। र अन्त्यमा मीन राशि। मीन राशि हुनेहरूका लागि आजको दिन बोलीको प्रभाव बढ्नेछ। धनको कारोबार राम्रो रहनेछ। मनोरञ्जनका कार्यमा सहभागी हुने अवसर मिल्नेछ। मनमा उत्साह छाउनेछ। राशिले जे जस्तो फल बताए पनि यहाँहरूको कार्य सफलताको कामना। यात्रामा रहनुहुनेलाई मङ्गल यात्राको कामना। जन्मदिन मनाउँदै हुनुहुन्छ भने जन्मदिनको शुभकामना। अस्वस्थ हुनुहुन्छ भने स्वास्थ्य लाभको कामना। पाथिभरा भगवतीले सबैको मनोकामना पूर्ण गर्नुहुनेछ।